1 नम्बर प्रदेशका सचिव किरण बान्तावा राईज्यू, त्यसैगरी आजको किरातीहरूको महान चाड उभौली साकेलवा साकेला 2082 तथा 5085 एलेदनको अवसरमा मान्न गइरहेको कार्यक्रमका सभाध्यक्ष किरात राई बान्तावा खिम 1 नम्बर प्रदेशका अध्यक्ष ओम प्रकाश राईज्यू, त्यसैगरी किरात राई बान्तावा खिमका केन्द्रीय सल्लाहकारज्यूहरू, त्यसैगरी जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिव अनुषा राईज्यू, त्यसैगरी पूर्व जननिर्वाचित भोजपुर गाविसबाट जित्नुभएका आदरणीय व्यक्तित्व बुद्धिजीवी हुनुहुन्छ राजकुमार राईज्यू, त्यसैगरी 10 नम्बर वडाका राजनीतिक कर्मी तथा समाजसेवी राजन पराजुलीज्यू, त्यसैगरी राजनीतिक कर्मी तथा समाजसेवी पेश कुमार राईज्यू, समाजसेवी शारदा श्रेष्ठज्यू लगायत उपस्थित सम्पूर्ण विभिन्न प्राकाशबाट पाल्नुभएका विभिन्न संघ संस्थाबाट पाल्नुभएका प्रमुखहरू, साथै झाँकी टोलीका प्रमुख, साकेलवा सिली टोलीका प्रमुख लगायत उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म व्यक्तिगत ज्ञान किराती तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिको तर्फबाट यहाँलाई हार्दिक सेवा सेमुना साथै जय किरात भन्न चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, आज हामी किरात राई बान्तावा खिम 1 नम्बर प्रदेशको आयोजनामा हामी यहाँ उभौली साकेला साकेलवा मात्र मनाउन गइरहेका छैनौं। आज हामी सिंगो किरातहरूको महान चाड उभौली साकेला साकेलवा साथै हाम्रो संस्कृति जगेर्ना गर्नको निम्ति हामी यहाँ जुटिरहेका छौं। आदरणीय उपस्थित महानुभावहरू, सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरू, म यहाँहरूमा के भन्न चाहन्छु भने यो हाम्रो किरातीहरूको महान चाड कतिपय मानिसहरूले, कतिपय दाजुभाइहरूले पनि भन्ने गर्छन् तपाईहरु नाच्न मात्र उफ्रिने यो ठाउँमा आउनु भएको हो भन्ने प्रश्न गर्नुहुन्छ। यो हामी नाचेरै हाम्रो संस्कार र संस्कृति, हाम्रो सिलीहरू हामी संरक्षण गर्न सक्छौं। ननाचिकन सिली संरक्षण हुँदैन। त्यसकारणले कतिपय कुराहरू बाँकी होलान्, हाम्रा भाषाका कुराहरू, कतिपय तपाईको संस्कृतिका कुराहरू, कतिपय कुराहरू अध्ययनका कुराहरू, कतिपय कुराहरू चाहिँ खोजी जुन विभिन्न कुराहरू कामहरू बाँकी होलान्। तर पनि किरात राई बान्तावा खिमको आज एउटा जनसंख्याको हिसाबले किरात राईहरू राईकै आधा हिस्साभन्दा बढिरहेको यो जनसंख्याको आधारले म के भन्न चाहन्छु भने किरात राईहरूको जो किरात राई बान्तावाहरूको एउटा कार्यालय भवन पनि नभएको अवस्था, झोलामा लामो समय बोकेको अवस्थामा यो किरात राई बान्तावा खिम इटरी 10 मा भवन बनाउन गइरहेका छौं। हामी साकेला संस्कृति नचाइरहेका छौं। कार्यालय बिना कुनै पनि काम हुन सक्दैन। आज हामी झोलामा बोकेका छौं। कसैको घरमा एउटा कोठामा सीमित रहेका छौं। यहाँ हामीले किरात राई बान्तावा खिम बहुउद्देश्य सांस्कृतिक संग्रहालय, माङखिम 2वटा माङखिम पाहुना घर लगायत सांस्कृतिक पार्क हामीले निर्माण गर्दै 11 करोड 32 लाखको परियोजना हामीले डीपीआर गरेर हामीले अगाडि बढाइरहेका छौं। हामी सीमित बान्तावाले मात्र होइन, यहाँ सम्पूर्ण राई जाति किराती आक्कम चुम्लुङ लगायत हाम्रा पिछडा वर्ग जुन हाम्रा संस्कार संस्कृति जसको पछाडि परेका छ हामीले समेटेर अगाडि बढिरहेका छौं। आदरणीय उपस्थित महानुभावहरू, हामी लाउन र खानलाई मात्र जन्मेका होइनौं। हामी मुक्ति चाहन्छौं। हामी मुक्तिको खोजी गर्छौं। हाम्रो पहिचान संरक्षण गर्न चाहन्छौं। मुक्तिको बेस भनेको नै तपाईको हाम्रो पहिचान हो। जुन हाम्रो अधिकारको बेस भनेको नै पहिचान हो, हाम्रो सभ्यता हो। आज यो देशले के मागिरहेको छ? हामी किराती हो, किरात प्रदेश किरात सहित हामीले हाम्रो हक अधिकार मागिरहेका छौं।
यो हक अधिकार कसले दिने भन्ने कुरामा विभिन्न कुराहरू तबका तबकेबाट उठिरहेको अवस्था छ। 1 नम्बर प्रदेश जो नामाङ्कन 1 नम्बर प्रदेश हुनुपर्ने किराँत प्रदेश हुनुपर्ने आज कोशी प्रदेश भइसकेको अवस्था छ। कोशी भनेको एउटा पानी हो, एउटा नदी हो। नदीलाई नाम चाहेको छ। यहाँ सगरमाथा एउटा चाहिँ तपाईको भित्ता पत्थर हिउँलाई नाम चाहेको छ। त्यसकारण हामी जनतालाई नाम चाहेको छ। हामी उत्पीडित जातिको हाम्रो पहिचान संरक्षण गर्नको निम्ति किराँत प्रदेश हुने सभ्यता पुर्खाको इतिहासलाई बचाउनको निम्ति हामी माग गरिरहेका छौँ। किराँत नाम राख्दाखेरि के तपाईको चाहिँ यहाँ विद्ध के छ? किराँत प्रदेश नाम राख्दाखेरि लिम्बुवान राख्दाखेरि तपाईको किराँत राख्दाखेरि तपाईको बेच्ने चाहिँ के छैन? तपाईको नाम न हो। यहाँहरु आफ्नो नाम छ, म पनि ज्ञान किराँती त्यस्तै त नाम हो। आदरणीय उपस्थित महानुभावहरु, किराँतीहरुले यहाँहरु बुझ्न सक्नुहुन्छ। विभिन्न जात जातिका समुदायका बुद्धिजीवी वर्गहरुले बुझ्न सक्नुहुन्छ। कुरा के छ भने पृथ्वीनारायण शाहको पालामा पनि तपाईको ओल्लो किराँत पल्लो किराँत भन्ने स्वीकारेको थियो। आज आएर तपाईको गणतन्त्रमा आउँदा किराँत प्रदेश नस्वीकार्ने यो कहाँसम्मको तपाईको अन्याय अत्याचार हो? किराँत प्रदेश त हुनु पर्यो नि त। किराँत एउटा जात पनि होइन, जाति पनि होइन, तपाईको यो एउटा सभ्यता हो, एउटा इतिहास हो, एउटा भूगोल हो। किराँतमा सबै अटाउँछन्। त्यसकारणले म चाहिँ यहाँलाई भन्न चाहन्छु के किराँत प्रदेश हुँदैमा चाहिँ तपाईको के यहाँको अरू किराँत भन्दा अरू जातिहरूलाई चाहिँ उपल्लो अर्को जातिहरूले के मुख्यमन्त्री बन्न नपाउने भन्ने छ र? हिक्मत कार्की के किराँत प्रदेशमा मुख्यमन्त्री बन्न सक्दैन? नाम चाहेका छौँ। अब भोलिको दिनमा हिजोको ओल्लो किराँत पल्लो किराँत भनेर चाहिँ तपाईको पृथ्वीनारायण शाहले चाहिँ तपाईको चाहिँ पनि स्वीकारेको नाम थियो। अब आज नस्वीकार्दाखेरि किराँत प्रदेश नस्वीकार्दाखेरि अब 20 वर्ष 30 वर्ष पछाडि त्यो चाहिँ तपाईको सबैले बिर्सिनेवाला छ। हिजो त किपत चल्यो नि त, ओल्लो किराँत पल्लो किराँतको तपाईको जुन मुद्रा चल्यो। अब अहिले के चल्छ? कोशी भइकन हाम्रो चाहिँ यो जुन कोशी नामाङ्कनले अब आगामी दिनहरूमा हामीले चाहिँ हाम्रो भावी पुस्ताले नाति नातिले सबैले बिर्सिनेवाला छ। त्यस कारणले हामी किराँतलाई किराँतलाई बान्तावा खिमले हामी यो कुराहरू उजागर गरिरहेका छौँ, आन्दोलन गरिरहेका छौँ। हामीले चाहिँ तपाईको र्याली गरिरहेका छौँ, विराटनगरमा बारम्बार माग गर्न गइरहेका छौँ। सामान्तिक दलाल पुँजीवादहरूले यो देशमा तपाईको हाम्रो पहिचान अस्वीकार गरिरहेको छ। त्यसकारणले हामी उठ्नुपर्छ। यो हाम्रो मुख्य माउ संस्था हो, छात्र संगठन हो, अभिभावक संगठन हो भने हामी किराँतलाई बान्तावा खिम भाषिक संस्था हो, सुम्निमा सङ्घ भातृ संस्था हो, अन्य कलाकार सङ्घ, अन्य यो चाहिँ बान्तावाको पनि विभिन्न हाँगा बिगाहरू लाछामहरू छन्। यो चाहिँ तपाईको पत्र पत्रिका छ, साहित्य फाँटहरू छन्। यी सबै आज एक ठाउँमा हामी उठ्न सक्यौँ भने मात्र हाम्रो पुर्खाको इतिहास रहनेछ। होइन रहेछ भने भोलि हामी किराँत भन्ने कालान्तरमा लाखौं हजारौं वर्षपछि किराँत भन्ने पनि थियो भन्ने कुरा मात्र हामीले बुझ्न पाउँछौँ। यसकारणले हामीले बुझाउँदै लाने किराँत प्रदेश बनाउन सक्यो भने बन्यो भने पनि यहाँ अन्य अरू जातिहरूलाई पनि अब अरू जुनसुकै जातिलाई पनि यो ठाउँमा हटाउने हो। किराँत प्रदेशबाट बाहिर कुनै पनि चाहिँ जानुपर्ने अवस्था छैन। जुन नाम छ किराँत प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की उद्धव पौडेल जोसुकै होस्, होइन त्यो हुन सक्छ। त्यसकारणले हिजो मधेस प्रदेश तपाईको आवाज उठ्दाखेरि मधेसमा के एउटा भ्रम फैलाएको थियो। मधेस प्रदेश भयो भने खुकुरीले भालाले तरवारले काटेर पहाडीहरूलाई लखेट्छ भनेर भनेको थियो। आज मधेस प्रदेश भयो, खोइ त लखेटेको। अब आज आनन्द छ 2 नम्बर प्रदेशमा हामीलाई यहाँ प्राप्त गरेका छौँ। 2 नम्बर प्रदेशमा आन्दोलन पनि छैन। आज सम्पूर्ण जनता खुसी छन्, त्यहाँ जो आन्दोलन पनि छैन। यो 1 नम्बर प्रदेश कोशी प्रदेश हामीले यायो खायो बान्तावा खिम हामी किराँती राष्ट्रिय मुक्ति मोर्चाले मानेको छैनौँ। त्यसकारणले हामी 1 नम्बर प्रदेशलाई नै किराँत प्रदेश बनाउनुपर्छ। यसमा सबै हामी जुट्नुपर्छ भनेर म आह्वान गर्छु। हरेक आन्दोलनमा यो चाहिँ तपाईको उपस्थित सम्पूर्ण नाच्न आउनुभएका कार्यक्रममा आउनुभएका अभिभावक मान्यज्यूहरू सबै तपाईँ हामी दाजुभाइ तथा दिदीबहिनी यो र्यालीमा आफ्नो हक अधिकारको निम्ति हामी जुट्नुपर्छ, भेला हुनुपर्छ। नाचेर मात्र हुनेवाला छैन। भावी दिनमा हाम्रो के छोरा नाति पनाति सन्ततिको लागि के हामीले चाहिँ हाम्रो सङ्घर्ष नगरिदिने, हाम्रो पहिचान के नजोगाउने,
त्यस कारणले चाहिँ म के भन्न चाहन्छु भने या यो खाको विशेष गरेर एजेन्डै किराँत स्वायत्त राज्य हो। अहिले किराँत स्वायत्त राज्य हुँदा 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 तपाईँको किराँत प्रदेशमा झर्दा पनि मान्दैन त, किराँत कोशी भन्दा पनि हुँदैन रे भनेपछि यहाँ भन्दा यो भन्दा दलाल यहाँ भन्दा सामन्ती के हुन सक्छ? यस्ता सामन्तवाद बोकेका व्यक्तिहरूबाट राज्य सञ्चालन पनि हुन सक्दैन। यहाँका जबसम्म अन्याय आज राजतन्त्रको आवाज उठिरहेको छ, राजतन्त्रले हिजो के गरे? तपाईको किराँतीहरूलाई अपदस्थ गरेर चाहिँ 4-5 वर्षको नानीहरूलाई 2-3 महिनाको नानीहरूलाई घोप्दै मारे, ओखरीमा पिन्दै मारे। यो कुरा इतिहासले साबित गर्छ। त्यसकारणले राजतन्त्र हाम्रो लागि स्वीकार्य छ। तामाङहरूलाई मासिने जातमा राखेर दमन गरे, उनीहरूलाई मारे। नेवारहरूको तपाईको चाहिँ 17 धार्नी कान काटेर तपाईको नेवारहरूको काटिया छ। नेवारहरूको 17 धार्नी कान कति हजार मान्छे होला? तपाईको चाहिँ 10 वर्ष जनयुद्धमा 17,000 मर्यो भने 17,000 लाखौं मर्यो होला जुन समयमा। हाम्रा पुर्खाहरू कति मरे? सुनाङ, तपाईको हत्तगढी दरबार, चौधन्नीगढीदेखि लिएर भोजपुरको विभिन्न ठाउँमा मानिसहरू हाम्रा दाजुभाइहरू मरेका छन्। यस्ता सामन्ती हत्यारा चाहिँ तपाईँको बलात्कारी राजतन्त्र अब फिर्ता हुनेवाला छैन। फिर्ता हुने कुरा भयो भने नेवारहरूले, नेवा संस्थाले चाहिँ तपाईँको प्रेस विज्ञप्ति फालिसके। संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा अरू निरङ्कुशतामा जान सकिन्न भने अब तपाईँको तामसालिङहरू, तामाङहरू चाहिँ उपत्यकाको नाकामा छन्। तपाईँको नाकामा जो कि तपाईँ काभ्रे भन्ज्याङ नछिरिकन उपत्यका पुगिन्न, धादिङ नछिरिकन त्यहाँको तामाङ र तपाईँको नेवारहरू मात्र आन्दोलनमा उठे। तपाईँको त्यहाँको सावंशी यो निरङ्कुश यो हत्याराहरूलाई मूर्ति चोरहरू ठेगान लाग्छन्। किराँतहरू त हामी ब्याक सपोर्ट छँदैछौँ, किराँत लिम्बुवानहरू होइन। त्यस कारणले पनि यो निरङ्कुश राजतन्त्र आयो भने तपाईँ हामी फेरि चाहिँ 100 वर्ष 1000 वर्षको पछाडि चाहिँ फर्किनुपर्ने अवस्था हुन्छ। हामी अगाडि बढ्ने कि पछाडि फर्किने? त्यस कारणले पनि यो राजतन्त्रको सबैले बहिष्कार गर्नुपर्छ। यहाँ यता कता नेताहरूले भ्रष्टाचार गर्यो भनेर हामी चाहिँ तपाईँको चाहिँ निराशा हुनुपर्नेवाला छैन। भ्रष्टाचारी नेताहरू एक दिन ठेगान लाग्छन्। अस्ति जेल गए त 2000 जति भ्रष्टाचारीहरू, फेरि पनि हाल्नेवाला छ। यो भ्रष्टाचारीहरू जेल गएपछि राम्रा मान्छे किराँतीहरू सञ्चालन गर्ने महावीर पुन जस्ता, कुलमान घिसिङ जस्ता, तपाईँको चाहिँ डाक्टर सन्दुरोइट जस्ता मान्छेहरू पनि त छन् नि, यहाँ जन्मेका छन् नि, बालेनहरू जस्ता। त्यस कारणले म के भन्न चाहन्छु भने यहाँलाई आगामी दिनमा अहिले जे जस्तो चाहिँ तपाईँको व्यतिथि विसङ्गति सरकारमा भए तापनि तपाईँको भोलिको दिनमा सुधार भएर जान्छ भन्ने हामीले बुझ्नुपर्छ। अब जनता 21औं शताब्दीका जनताहरू चाहिँ तपाईँको नबुझ्ने कोही पनि छैन। त्यस कारणले यहाँहरूलाई के भन्न चाहन्छु भने यो मुद्दामा हामीले हरेक कुरामा फेसबुकमा ठेल्नेदेखि लिएर राजा ज्ञानेन्द्र जो अहिले चाहिँ तपाईँको हृदयेन्द्र भन्छ नाति, त्यो हृदयेन्द्रले के आउँछ? एउटा वडा सदस्यको पनि खुबी छैन। मञ्चमा लिएर बोल्न लगाउँछ त के आउँछ? जनताको लागि बुझ्न त बोल्नु पर्यो होला नि। के ज्ञानेन्द्रले लटपटेर बोलेर पारसले गजरिया तालले हिँडेर तपाईँको मुक्ति हुन्छ? के गर्छ पारसले? गाँजा खान्छ, तपाईँको चाहिँ पुलिस डिएसपी कुट्दै हिँड्छ, प्रवीण गुरुङ राष्ट्रपति राष्ट्रिय कलाकारलाई मारो। यस्ता त व्यक्ति हो। म स्वयं त्यहीँ थिएँ दरबार मार्गमा जुन समयमा। त्यसकारणले यो निरङ्कुश राजतन्त्र फेरि हाम्रो चाहिँ टाउको घिच्रामा आउन खोजिरहेछ। यो आयो भने किराँतीहरूले पनि एकमत भएर हामीले दमन हो भने तामाङ र नेवारले त पुगि नै हाल्छ। पछाडिबाट हामी पनि 1 नम्बर प्रदेशमा जुन तपाईँको 3 नम्बरका तामाङहरू उठ्यो भने मजाले यिनलाई सखाप गर्न सकिन्छ। राजनीतिक भनेको तपाईँको कुनै समयमा सुध्रिन पनि सक्छ। धेरै कुराहरू छन्। भारतीयको दबाब यहाँ चाहिँ तपाईँको भूमि अतिक्रमणदेखि हरेक चिजहरू छ। सुशासन हुनुपर्छ, जनताले बहुमत दिनुपर्छ। जुनसुकै पार्टीलाई भए पनि बहुमत प्राप्त भयो भने मात्र काम गर्न सक्छ। त्यसकारणले मैले यहाँलाई भन्न चाहन्छु कि अब यो किराँतलाई बान्धवा खिम एउटा सानो अङ्ग हो। राजनीतिक रूपमा चाहिँ तपाईँको सोच्ने हो भने यहाँ हक अधिकार हो न हाम्रो, कसरी हुन्छ आफ्नो पहिचान संरक्षण गर्ने हो। त्यसकारणले यो चाहिँ भवन बन्दैछ तपाईँको यहाँ चाहिँ सबैलाई डोनेसन गर्न सक्नुहुन्छ। हामी हिन्दू मन्दिरमा पनि दिन्छौँ त। मैले कति ठाउँमा डोनेसन गरेको छु, यहाँले दिनुभएको छ। यो पनि त मन्दिर न हो। 2टा माग्थ्यौँ भनेको मन्दिर होइन। बहुद्देश्य सांस्कृतिक सङ्ग्रहालय भनेको के पितृहरूको चाहिँ तपाईँको हाम्रै रहने होइन र, सिङ्गो किराँत राईहरूको इज्जत जोगाउने होइन र। त्यस कारणले पनि हामी दिएर कहिले पनि गरिब हुँदैनौँ। खाएर पिएर बुद्ध विवेक नभएर
मानिसहरू गरिब हुने हो। तपाईँको दिएर चाहिँ तपाईँको अहिलेसम्म नासिएको मान्छे कोही पनि देखाएको छैन मैले। वाह नै हुन्छ, तपाईँको उज्यालो हुन्छ, दिने मान्छेको घर जहिले पनि उज्यालो हुन्छ, अनुहार उज्यालो हुन्छ। लोभी बाबी जो हुन्छ एक मुठी तपाईँको एक कन्चो केही झर्दैन, जो उसको जहिले पनि अँध्यारो, जहिले पनि नपुग्छ, असन्तुष्टि हुन्छ। त्यस कारणले किराँत राई बान्तावा खिममा तपाईँहरू लगानी गर्न सक्नुहुन्छ। सबैको अंश परोस्, मेरो पनि अंश परेको चिज सबैलाई माया हुन्छ। यहाँ आज कता कता केही साथीहरूको सपोर्ट छ होइन रहेछ भने कता एक्लै जस्तो पनि कहिलेकाहीँ महसुस हुने। यो कार्यक्रमको दिनमा फेरि ऊर्जा थपिन्छ, अलिक धेरै मान्छे जस्तो देख्छु, फेरि काम गर्ने सवालमा त त्यस्तै पहिलाको जस्तै भइहाल्छ। त्यस कारणले यहाँहरूको सपोर्ट चाहिन्छ। यहाँहरू तीनटा चिजहरू सहयोग हुन्छ, एउटा नैतिक, आर्थिक, भौतिक। सक्नेले आर्थिक दिन्छ, नसक्नेले नैतिक रूपमा पनि राम्रो गरेको छ भनेर भन्यो भने, फेसबुकमा कमेन्ट गर्यो भने पनि तपाईँको चाहिँ राम्रो सन्देश जान्छ। अर्को चाहिँ भौतिक भनेको तपाईँको ढुङ्गा उचालेर, इँटा उचालेर, एक बेलचा पनि माटो उचालेर बेलचा फाल्नु हो भने त्यो पनि एउटा भौतिक सहयोग हो। यो कुरा चाहिँ हामीमा हुनु। आज म छुइले अध्यक्ष, म त सधैँ आजीवनको लागि अध्यक्ष त होइन। म त भोलि यहाँ चाहिँ छोडेर जानुपर्छ नि, घुम्ने कुर्सी बनाएर अर्कालाई हस्तान्तरण गर्न चाँडोभन्दा चाँडो म चाहन्छु। म सर्वैसर्व होइन यो बान्तावा, म निर्माण गर्न आएको, म निर्माणकर्ता हुँ। म बाटो खन्न आएको, बाटो बनाउँछु अनि मेरो गन्तव्यतिर लाग्छु। मैले पनि त गरिखानु पर्यो होला नि। आजसम्म 6 वर्ष त तपाईँको त्यतिकै सिन्को नभाएको तपाईँको के जेन तेन ऋण गर्दै यो बान्तावा खिममा म लागिरहेको छु। मेरो जति शक्ति क्षमता म राजनीति गरेर 1 करोड 23 लाख बजेट सरकारबाट आयो भने उठ्नेको खोइ त हामी बान्तावा त धेरै छ। त्यस कारण म बान्तावा खिम विशेष गरेर बान्तावा, त्यसपछि अरू राईहरूले पनि आर्थिक सहयोग त गर्नै पर्छ। मैले अघि नै भनिहालेँ, मन्दिरमा दिन्छ भने पनि मन्दिर हो। जाँड खाएर किराँतीहरू चाहिँ दिनको 50,000 खर्च गर्छन्, यहाँनिर दिनु पर्यो भने तपाईँको चाहिँ दाँतबाट पसिना आउँछ। हेर्नुहोस् त, हेर्नुहोस् आदरणीय उपस्थित महानुभावहरू, 50,000 80,000को बिल एक रातमा सकेको पनि मैले देखाएको छु। त्यो पैसा त यहाँ राख्नुहोस्, तपाईँको नाम हुन्छ, तपाईँको भित्तामा नाम लेखिन्छ। अवसर छ त्यहाँ मौकामा, यो चाहिँ तपाईँको यो एउटा अवसर हो। मौकामा लगानी गर्ने यो भनेको विश्वको कालै फेरि एउटा तपाईँको एउटा गाउँको एउटा बाटोको चौतारा होइन। बाटोमा एउटा दुईटा मान्छे हिँड्छन् भने यो अमेरिका, बेलायत, क्यानाडा, तपाईँको हङकङ, युके, तपाईँको सबै यो ठाउँमा आउने र यो घुमेर गइरहेको अवस्था छ। यो बनिसकेपछि त तपाईँको यहाँ आउने, बस्ने, सुत्ने, खाने जुन समय पाहुना घर बनेपछि यहाँ पाहुना घरमा सुत्ने बस्ने पनि हुन्छ। इटली चोकमा 2-4 हजार तिर्नुभन्दा यहाँ 500 तिरेर बसेर जानुहुन्छ। मुनि बुढापाका नचाउने वृद्ध चाहिँ तपाईँको ज्येष्ठ नागरिक घर पनि भनेका छौँ। भाषा बचाउनको लागि भाषामा गीत गाओस्, नाचोस् अनि आफ्नो आफ्नो गन्तव्यतिर। हामीलाई राई बान्तावाले अधिकांश धर्म परिवर्तनले सकिसकेको अवस्था छ। धर्म परिवर्तन गर्नु भनेको जाति त्यागेर हिँड्नु। जसले जाति हुनुपर्ने नम्स तपाईँहरूलाई म बताउँछु। जाति हुनु पर्यो भने जातिमा हुनुपर्ने नम्स यहाँनिर सुन्नुहोस् त। यहाँ ए हल्ला नगर्नुहोस् है, यता नेताजीबाट यता सुन्नुहोस्। अनुसा मेम प्लिज सुन्नुहोस् तपाईँले पनि। यहाँ जाति हुनुमा 3टा आधारहरू छ, एउटा भाषा, एउटा संस्कृति अनि एउटा धर्म। 3 चुला मानेन भने राई हुन सक्दैन भनेर यहाँ खाकै विधानमा कतिले पढ्नु भयो होला। 3 चुलामा पिता पुर्खाको हामी पूजा गर्छौँ, माग गर्छौँ, उलाउली बाउली। भगवान सृष्टिकर्ता भनेको को भन्दाखेरि जसले आमा बुवाको मिलन पछि गर्भमा आमाले 10 महिना बोक्छ अनि जन्माएर 10 धारा दुध खुवाउँछ आमा, खुवाउनुहुन्छ आमाले। बाउ संसार गएर सङ्घर्ष गरेर आएर छोराछोरी पढाउँछ, बुवा आमा मिलेर कर्म गर्छन्, गरी खाने बनाउँछ, आँखा देखाउँछ भने त्यो सृष्टिकर्ता आमा बुवा भन्दा सृष्टिकर्ता भनेको नै जन्मदाता हो। यहाँ राईहरू भ्रममा परिरहेछ। तपाईँको चाहिँ भगवानको नचिन्ने, भगवान घरमै छ आमा भन्दा अरू कोही पनि, बुवा भन्दा कोही पनि हुन सक्दैन। त्यस कारणले धर्म परिवर्तन गर्नु भनेको जाति त्याग्नु हो। अरूले जे ललाई फकाइ किराँतीहरू लाग्नु हुँदैन।
हामी किनभने आफ्नो संस्कार छ, आफ्नो संस्कृति छ, आफ्नो सभ्यता छ, आफ्नो पहिचान छ। भगवान भनेको त्यही भएर हामीले उदाउलीमा माग गर्छौँ। नयाँ बाली पाकेपछि पितृमा दिन चुलामा चढाउने हाम्रो प्रचलन छ। दिन चुलामा चढाउँदाखेरि पुस्तौं पुस्ताको हामी नाम बताउँछौँ। त्यहाँ 12-13 पुस्ता कति छ तपाईको अन्तिममा बाजे बजु भनेर सुम्निमा पारुवाङको नाम काट्छौँ। सृष्टिकर्ता भन्छ सुम्निमा पारुवाङलाई। हामी यता सृष्टिकर्ता भन्छौँ भने अरू नै सृष्टिकर्ता भन्दा हुन्। तपाईको अरूको विश्वमा मानव 3 नस्लका छन्। एउटा आर्य, दोस्रोमा मंगल किरात, तेस्रोमा तपाईको निग्रो। हामी मंगल किरातको चाहिँ सन्तान हो, हामी रगत हो। मंगल किरातले विशेष गरेर सुम्निमा पारुवाङलाई सृष्टिकर्ता मान्छ। हाम्रो सुम्निमा पारुवाङ भनेको बाजे बजु थियो र तपाईको छोरा नाति हुँदै पनाति हुँदै जनाति हुँदै हामी आयौँ त। त्यो काले पुर्खाले कसरी नपुस्ने। त्यसकारणले भ्रममा नपर्नुहोस् तपाईहरु। हरेक बिमारी निको हुन्छ, हरेक खालको पृथ्वी प्रलय हुन्छ अनि मानव भएर आउँछ। यस्तो खालको भगम फुसकुरामा हामी नलागौं। मानिस मरेपछि तपाईको माटो हुन्छ। केवल जंगलमा गाड्यो भने, बारीमा गाड्यो भने माटो हुन्छ। जो उसमा चाहिँ तपाईको खोलामा लगेर जलायो भने खरानी हुन्छ। यति मात्र लेख्छु मैले। यो भौतिकवाद विज्ञानको तपाईको विज्ञानले बताएको कुरा हो। तपाईलाई त्यहाँ भन्दा टाढा धेरै नजाउँ। त्यसकारणले म किराँतीहरूलाई यो कुरा सन्देश लिएर तपाईहरु अब यहाँ 1 नम्बर प्रदेश भरिको आउनु भएको छ। बोक्ने लानुस्। किराँतलाई बान्तावाखिमको विचार हो यो। तपाईहरु दिनदिनै सक्ने काम नगरौँ, धर्म परिवर्तन नगरौँ। यो चाहिँ केही पनि हुँदैन। बिरामी निको हुन्छ र नारी छाम्दा अन्त धर्ममा जानेहरू पनि त क्यान्सर भएको छैन। तपाईको ओम नन्दे भक्तको लागेको तपाईको तपाईको चाहिँ यो यो चाहिँ तपाईको टिमर भएको छैन। जाँडक सिखाएर हिँड्या छैन। यस्तो कुराहरुको बेकम काममा चाहिँ हामी नलागौं। सबैले आफ्नो घरमा आफ्नो छोराछोरीलाई सचेत गराउँ। हामी सुम्निमा पारुवाङ मान्छौँ। हामी चुला पुज्छौँ। चुलामा पुर्खाहरू पुज्छौँ। जन्मदाताहरू सृष्टिकर्ता हुन्, भगवान हुन् भनेर तपाई हामीले यो कुरालाई बोकौँ र आफ्नै घरबाट सुरुवात गरौँ। भाषा बचाउँ। मुन्नुममा र मुन्नुम मर्यो भने भाषा मर्छ। मुन्नुममा भाषा राईहरूको बान्तावा चामलिङ आफ्नै भाषाबाट मुन्नुम गरिन्छ। त्यसकारणले म यहाँलाई के भन्न चाहन्छु भने चुला पुज्ने पनि एउटा भाषा बचाउनु। भाषा हामी बचेन भने, भाषा मर्यो भने जाति मर्छ। भाषा बोल्यो भने तपाईँ हामी के परिचय गर्नुपर्छ र यो चामलिङ नै यो बान्तावा भनेर त्यसै पनि चिन्यो। पहिलो चाहिँ परिचय पहिचान भनेको नै भाषा हो। त्यसपछि चुला, हाम्रो धर्म किराँत धर्म, त्यसपछि हाम्रो पहिचान भेषभूषाहरू आदि कुराहरूलाई हामीले मध्यनजर गर्नुपर्छ। किराँतलाई बान्तावा लगायत यो अरू सम्पूर्ण राईले तपाईँ हामीले बोक्नु पर्यो। यो चाहिँ गाउँ गाउँमा ताप्लेजुङको 5 थर इलामको फेदीसम्म म पटक पुगेको छु, जहाँ धर्म परिवर्तन गरेर राईहरू सकिसके। भाषा मर्यो भने जाति मर्छ, मुन्नुम मर्छ। मुन्नुम मरेपछि हामी रिफ्युजी टाइपको हुन्छौँ। यो कुराहरू चाहिँ मनन गर्नुहोस्। त्यसकारणले हामी यो बचाउनको लागि किराँतलाई बान्तावाखिम विश्वभरको एउटा कार्य बन्दैछ। इटरीमा सबै पाछाहरूलाई यहाँ चाहिँ आफू घर बनाउँदै टुटफुट गर्दै नजाओस्। यही ठाउँमा अटोस् र एउटा ठुलो हिस्सा भोलि किराँतीहरूलाई अन्याय हुँदामा आन्दोलन उठोस् भनेर एउटा हितका एउटा बनाउन खोजिरहेको छु म ज्ञान किराँतीले नेतृत्व गर्दाखेरि। त्यो कारणले हामी एक ठाउँमा उठ्ने कि यति पाछाले घर बनाउँदै आफू छुट्दै जाने। एक ठाउँमा उठ्नु सक्नु पर्यो नि। पहिला यायो दोस्रोमा बान्तावाखिम चामलिङ खामतिममा हामी हटाउनु पर्यो कि परेन? पाछा किराँतले बान्तावाको 450 देखि माथि छ। यो कुरा हामी बुझ्ने कि नबुझ्ने? 450 वटा भोलि भवन बन्यो भने राईहरू बान्तावाहरू खरानी हुन्छ कि हुँदैन? पैसा माग्न त अध्यक्ष तपाईँ दिनु पर्यो नि, म कहाँ नि आउनुहुन्छ होइन? कतिवटा दिएर साथी राज्यले नि बनाइदिएर कतिवटा बनाइदिन्छ। कतिवटा चाहिँ तपाईँको चाहिँ बजेट छुटाउने। त्यो कारणले राज्यले के भन्छ अहिले? पैसा माग्नुहुन्छ भने एक ठाउँमा उठ्नुहोस् तपाईँहरू। यति भवन बनाउनुहुन्छ तपाईँहरू अनि कसलाई दिएर साध्य यस्तो कुराहरू उठिरहेको छ। यो देश विदेशदेखि आवाजहरू उठिरहेछ, ताप्लेजुङबाट उठिरहेछ। हामीले यही कुराबाट एकत्रित गर्नको लागि यो एउटा ठुलो भवन बनायौँ भने एउटा सेक्युरिटी गार्ड पालेर राख्न सक्यौँ, कम्प्युटर राख्न सक्यौँ। तपाईँको अर्को कुरा हामीले चाहिँ एक परिवारलाई पाल्न सक्यौँ। यहाँ सफाइको लागि हाम्रो मेन्टेन खर्चहरू यही उठ्छ। यही तपाईँको
के हुन्छ भने सामान्य चिया पसल रेस्टुरेन्ट जस्तो पनि हामी बनाउन सक्छौँ। यो पार्कलाई पनि अलिअलि डोनेसन उठ्ने खालको पनि हुन सक्छ। मुख्य कुरा यो बान्तावाखिम चाहिँ यो बस्तीको लागि विकास हो। म चाहिँ म यहाँ कहाँ टाढा बस्छु, म यहाँ तर पनि यो गाउँको बस्तीको मान्छेले के सोच्नुपर्छ भने यो हाम्रो गाउँमा आएको यो बस्ती हो, हामीले स्याहार सुसार गर्नुपर्छ। हामीले यसको लागि हरेक कुरामा मद्दत पुर्याउनुपर्छ। आर्थिकले नसके नैतिक भौतिक हरेक कुरामा जतन गर्न सक्नुपर्छ, सेक्युरिटी दिन सक्नुपर्छ। यो गाउँ शिक्षित बन्नुपर्छ। अब यो गाउँ दुईटा तल्लो तल र माथिल्लो तल, माथिल्लो तलमा 500-600 घर छन्, तल्लो तलमा 200-250 छन्। यता माथि डाँडातिर पनि पर्छ। यो गाउँको मानिस यहाँको दाजुभाइहरू शिक्षित हुनुपर्छ। यहाँ अब विश्वको मान्छे आउँदाखेरि यहाँको मानिसहरू पनि शिक्षित हुनुपर्छ। बाहिरबाट आएर हेर्छन् यहाँको सभ्य असभ्य जता पायो त्यता अब खैनी चुरोटको टुटा फाल्नु भएन आदि कुराहरूलाई अब मध्यनजर गर्दै यो भोलिको दिनमा एउटा केन्द्रीय कार्यालय अब नै भइहाल्छ। अब एक ढलाइ भएपछि तपाईँको मोटामोटी अफिस अहिले मैले नै त्यहाँ संरक्षण गरिरहेको छु, एउटा कोठा दिएर अब यहाँ आउँछ। छिट्टै नै हामी जुटौँ। यो आज किरात राई बान्तावाखिमको 2-4 करोडको प्रपर्टी भइसकेको छ। केही हामीसँग ऋण पनि छ, त्यो ऋण तिरेपछि हामी 4.5 करोडको प्रपर्टी हामीसँग भइसकेको मैले महसुस गरिरहेको छु। त्यसकारणले यहाँ धेरै जसो आजको यो कुराहरू म सुनाउनु मन थियो, तर पनि यतिले भने थोरै अतिथि गण लगायतले यहाँले सुन्नुभयो। गरिब हुँदैन भनेर मैले भनिसकेँ। अब यहाँ चाहिँ तपाईँको अलिकति बर्थडे पार्टी छेवर यस्ता कुराहरू विकृतिमा नलैजाऊ, अत्याधिक जाँड रक्सीमा नलैजाऊ। यसलाई तपाईँको सामान्य गर्ने बान्तावाखिममा उब्रेको पैसा दिनुहोस्। तपाईँको छोरीको बर्थडेमा नाम छोराको लेखिन्छ यहाँ, तपाईँको विवाहमा छुटेको पैसा यहाँ दिनुहोस् दक्षिणा। अब बुहारी छोराको नाम राखिदिनुहोस्। यो अनि त कहाँ हो त? आज त किरातीले त्याग गरेर यो ठाउँमा आएको नभए त म त लन्डनमा पुग्थेँ होला नि। आज 10 लाख खाने के मेरो छेमा त थिएन। अफगानिस्तानमा पटक पटक के मलाई लान्थेमा होला र यही मेरो जातिलाई माया लाग्यो, यही ठिक छ भनेर जाऊ ल। तपाईँको चाहिँ चेक्ला खाँदै पनि यहाँ छु, यही मलाई मजा लाग्छ। त्यस कारणले यहाँलाई म सूचित गर्न चाहन्छु कि अब यो किरात राई बान्तावाखिम मात्र नभएर सबै आम चाहिँ तपाईँको अरूले पनि बहुद्देश्य सुविधा लिन सक्नुहुन्छ। चामलिङले 66,000सम्म दिएको छ, फुलुङले 1 लाखसम्म दिएको छ। दिने दाताहरू छन् हामीसँग टन्नै, तर अझ बान्तावाहरूले मुठी खोलेको छैन। कुरामा चाहिँ स्पष्ट राख्नुपर्छ भन्ने कुरा राख्छु। र अन्तमा म फेरि यहाँलाई 2082 को उभौली साकेला तथा एलेदुङ 5085 को हार्दिक शुभकामना व्यक्त गर्दै नमरे बाँचे दैवले साँचे। अब फेरि 6 महिना पछाडि मङ्सिर पूर्णिमामा अवश्य पनि हामी भेट हुनेछौँ भन्ने बाचा राख्दै मेरो भनाइ यी अन्त्य गर्दछु। हस्त आलाउने सेवा।